हामी चाहिँ अस्ति नै घुम्न गएको थियौँ नि त, त्यो वाला भ्लग हो है यो चाहिँ। घुमेर रमाइलो गरेर आएको चाहिँ 1 महिना जति भइसक्यो, तर पनि भिडियो चाहिँ अझै पनि पोस्ट गर्ने भ्याइनँ के मैले। हाम्रो गाउँदेखि पारिपट्टिको गाउँको सिरानमा चाहिँ बाने पोखरी भन्ने ठाउँ छ, घुम्नलाई चाहिँ हामी त्यहाँ गएको थियौँ। त्यहाँ पुगेर घर आइन्जेलको भिडियो राख्दा चाहिँ लामो हुन्छ, त्यसैले मैले चाहिँ पार्ट 1 पार्ट 2 गरिदिइहाल्छु। दुईवटा गाउँको बिचमा चाहिँ यो खोला छ, खोलाको नाम चाहिँ लिदिङ खोला हो। यो खोला तरेर गइसकेपछि चाहिँ माथि अलिकति गाउँ छ, त्यसपछि जङ्गल हिँड्नुपर्छ कि। हामी चाहिँ जम्मा 6 जना गएको थियौँ, अनि 3 जना चाहिँ हिँड्न नसकेर पछाडि आउँदै थिए, तर उनीहरू चाहिँ सही बाटो गएछन्, हामी चाहिँ गलत बाटो गएर अलैँची घारी घुम्दा बल्ल बल्ल सबैजना जम्मा भएर हिँड्यौँ। अनि यो पारि देखिएको गाउँ चाहिँ हाम्रो गाउँ है। घरबाट चाहिँ हामी बिहानको 9 बजेतिर हिँडेको, यहाँ जाने भन्ने सल्लाह चाहिँ थियो, तर यही दिन जाने भन्ने चाहिँ थिएन कि, त्यही भएर एकदमै ढिलो भयो हामीलाई चाहिँ हिँड्नलाई। त्यहाँ पुग्न पनि हामीलाई 3 घन्टा नै लाग्छ कि छिटो छिटो हिँड्ने मान्छेलाई चाहिँ, तर हामी त हिँड्न सक्दैनौँ नि, त्यही भएर धेरै टाइम लाग्यो कि। आजभोलि चाहिँ प्रायः जसो मान्छेहरू चाहिँ गाडीमा बाइकमा जान्छन् कि, त्यही भएर यो बाटो नहिँडेर पुरा गाडी भइरहेको थियो कि। अब हाम्रो त बाइक पनि छैन, गाडी पनि छैन, त्यही भएर हिँड्दै गएको। बाटो त पुरै गाडी हिँड्दा गाउँ चाहिँ हामीले तलतिर नै छोडेर आइसक्यौँ, त्यही भएर माथितिर जङ्गल अनि पसलहरू पनि थिएन। हामी चाहिँ पुरै भोक लागिरहेको थियो, अनि माथि पुगेर मात्रै खाने भनेर अलिअलि खाजाहरू चाहिँ बोकेको थियौँ, तर पनि एकदमै रमाइलो गर्दै गयौँ। धेरैजना थियौँ नि त। लगभग 3 घन्टाको उकालो हिँडेपछि चाहिँ बल्ल रोड आइपुग्यो। 15 मिनट जति रोड हिँडेपछि चाहिँ पुगिन्छ हामी जुन ठाउँमा हिँडेको थियौँ, बाने पोखरी। यो ठाउँको चाहिँ छुट्टै नै एउटा इतिहास छ, तर त्यो चाहिँ मलाई थाहा छैन के। अब अलिअलि थाहा छ, त्यो अब आधी के भन्नु होइन, कसरी थाहा छ, पुरै थाहा छ भने भन्नु ल। त्यत्रो 3 घन्टा उकालो हिँड्दा कति थाकेको छ भने त कसलाई के थाहा छ र। यहाँ बल्ल आइपुग्यौँ होइन। मेरो हालत चाहिँ यस्तो भइरहेछ, यहाँ गएर चाहिँ हाम्रो पुरै ड्रेस चेन्ज हुनेवाला छ है। 2 जना चाहिँ अगाडि गइसक्यो, अरू चाहिँ पछाडि छन्, म चाहिँ बिचमा छु कि, अनि एक्लै हिँड्दैछु। बल्ल पुगेँ म चाहिँ। त्यहाँ चाहिँ एउटा ठुलो पोखरी छ, अनि चौरहरू छ ठुलो। अब सबै भिडियो यहाँ राख्दाखेरि चाहिँ यो भिडियो लामो हुने भएकाले मैले चाहिँ अर्को भिडियोमा पोस्ट गर्छु, अर्को पार्टमा हेर्नु होला है त। त्यहाँ पुगेको